मानसिक दबावमा परीक्षा दिँदै सुकुम्बासी बस्तीका विद्यार्थी। शनिबार सरकारले काठमाडौँका थापाथली, गौरी गाउँ र मनोहरका सुकुम्बासी बस्तीमा चलाएको डोजरले 100औं टारा मात्र भत्काएनन्। कक्षा 12 को परीक्षा दिने तर्खरमा रहेका विद्यार्थीको उज्जवल भविष्यको सपनामाथि पनि निर्मम प्रहार गर्यो। वर्षौंदेखिको आश्रय स्थल आफ्नै आँखा अगाडि माटोमा मिलेको हृदय विदरको पीडा बीच उनीहरू परीक्षा दिँदैछन्। माध्यमिक शिक्षाको अन्तिम खुड्कोलो अर्थात् कक्षा 12 को परीक्षालाई विद्यार्थीको जीवनमा महत्वपूर्ण मोड मानिन्छ। यही परीक्षाको नतिजाले विद्यार्थीको भव्य उच्च शिक्षा र करियरको दिशा तय गर्छ। तर काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा बस्दै आएका विद्यार्थीका लागि यो वर्षको कक्षा 12 को परीक्षा केवल शैक्षिक मूल्याङ्कन मात्र सीमित रहेनन्। यो उनीहरूको जीवनकै सबैभन्दा कठिन र निर्मम परीक्षा बन्न पुगेको छ। गत शनिबार सरकारले अचानक काठमाडौँका थापाथली, गौरी गाउँ र मनोहरका सुकुम्बासी बस्तीमा चलाएको डोजरले 100औं टारा मात्र भत्केनन्। कक्षा 12 को परीक्षा दिने तर्खरमा रहेका ती विद्यार्थीको उज्जवल भविष्यको सामनामाथि पनि निर्मम प्रहार गर्यो। उनीहरूलाई एकतिर आफ्नो जन्म थलो बाल्यकाल बिताएको आँगन र वर्षौंदेखिको आश्रय स्थल आफ्नै आँखा अगाडि माटोमा मिलेको र भगवान विशेषमा परिणत भएको हृदय विदारको पीडा छ भने अर्कोतिर आफ्नो भविष्य तय गर्ने सबैभन्दा महत्वपूर्ण परीक्षाको चटारो छ। सोमबारदेखि सुरु माध्यमिक तह कक्षा 12 को अन्तिम परीक्षाको तयारीमा रात दिन नभनी जुटिरहेका सुकुम्बासी बस्तीका विद्यार्थीहरू राज्यको उक्त कदम पछि गहिरो मानसिक आघातमा पुगेका छन्। अहिले राज्यद्वारा विस्थापित यी विद्यार्थी केही खुल्ला आकाशमुनि पालको सहारामा त केही आफन्तको साङ्गुरो कोठामा शरण लिएर परीक्षा दिन बाध्य छन्।